र फाइनली हामी चाहिँ अहिले लङ्कापडाईको पार्कमा हाम्रो आगमन भइसकेको छ भने अहिले म चाहिँ यो टावरमा छु लङ्कापडाईको पार्कमा। यहाँ हेर्नुहोस् कति साह्रो हरियाली है, तल हेऱ्यो भने खोला, कति साह्रो पहाड है, हिमाल है, एकदम धेरै आनन्द छ। हाम्रो यो डुवर्सको यति सुन्दर ठाउँ है लङ्कापडा भन्ने। हाम्रो डुवर्समा पनि यस्तो घुम्ने ठाउँहरू धेरै नै छ। हामी चाहिँ धेरै टाढो टाढो पनि जान्छौँ घुम्नु र हामीले आफ्नो डुवर्सको भएर हामीले डुवर्सबाट पनि नजरअन्दाज गर्नुपर्छ र त्यही विशेषले आज हामी आएको छौँ। र योचोटि लगाइ म चाहिँ 3 पल्ट भयो आएको र आज चाहिँ हल्का भिडियो बनाउनु मन लागेर हजुरको समक्षमा आइसकेको छु। अनि उहाँ चाहिँ आइलभ लङ्कापडा र मेरो भेना दिदीहरू सबै आएको छ र उहाँहरू तल हुनुहुन्छ। अहिले एकछिनमा उहाँहरू पनि माथि टावरको लागि आगमन हुनेछ र हामी चाहिँ यो टावरमा छौँ है। तपाईँहरू धेरै नै आएको होला र मेरो भ्युवर्सहरूलाई भन्न चाहन्छु, अझै पनि धेरै नआएकोहरूलाई म भन्न चाहन्छु हजुरहरू आउनु होला अवश्य। यो ठाउँ एकदम यति सुन्दर छ, हेर्नु होला तल हेर्नुहोस् एकदम खोला है, यति साह्रो हरियाली पहाड है, धेरै नै राम्रो छ र यति नै भन्न चाहन्छु। र जति पनि नआएको हुनुहुन्छ तपाईँहरू र तपाईँहरू अवश्य यो लङ्कापडामा भिजिट गरिदिनु होला। धेरै नै आनन्द छ, यहाँ हेर्नुहोस् धेरै नै मान्छेहरू भिड भइरहेको छ, धेरै नै आउँदै जाँदै गइरहेको छ र तल पनि छ, मुनि पनि सबै बसिरहनु भइरहेको छ हेर्नु होला। र आजको भिडियोहरू त्यस्तै छ हजुरहरू। र हामी लङ्कापडा आएको छौँ र फेरि हामी आज नाङ्लोमा पनि जानेछौँ। बिरपाडा नाङ्लो रेस्टुरेन्टमा हामी लङ्कापडा घुमिसकेर चाहिँ हामी रेस्टुरेन्टमा फेरि नाङ्लोमा हामी एकदम जानेछौँ र अहिलेको लागि यति नै।